स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आज म तपाईहरुलाई काठमाडौँको मध्यभागमा रहेको महाकालको मन्दिरको बारेमा बताउन गइरहेको छु। कृपया यो भिडियो सुरुदेखि अन्त्यसम्म अवश्य हेर्नुहोला। महाकाल मन्दिर पश्चिमतिरको कम्पाउन्ड क्षेत्रमा रहेको छ। उक्त मन्दिर बाटाको किनारैमा रहेको छ भने यस मन्दिरमा 3 तहको घाटको झरना छन्। मन्दिरभित्र कालो रङको डरलाग्दो महाकालको प्रस्तर मूर्ति देखिन्छ। कालो प्रस्तरमा निर्मित मूर्तिका कान र नाक लगाएका अङ्गहरू धातुका पाताले मोडिएका छन्। नूरमण्डल माला लगाएको र सबमाथि उभिएको महाकालको मूर्तिले मुख पाइरहेको देखिन्छ। महाकालको स्थापना मध्यकालतिर भएको मानिन्छ। यो मन्दिर कलिगत सम्वत 3822 मा गुड क्रान्तिले स्थापना गरेको विवरण वंशावलीमा उल्लेख छ, तर यो सम्वत के हो भन्ने कुरा प्रष्ट छैन। महाकालको स्थापना सम्बन्धी एउटा किंवदन्ती प्रचलित छ। यस अनुसार एक पटक महाकाल आकाशमार्गबाट चिन्तिराँदै गरेको एकजना तान्त्रिक गुबाजुले थाहा पाएछन्। टुडीखेलतिर बाख्रा चराइरहेका ती गुबाजुले यिनलाई नेपालमै राख्ने विचार गरी राजालाई बोलाएछन्। त्यसपछि महाकालको एउटा भव्य मूर्ति बनाई उनलाई यहीँ बसी देशको रक्षा गर्न तान्त्रिक विधिले आग्रह गरेछन्। तर महाकालले भने आफू ब्रह्माण्डभर घुम्नु पर्ने हुँदा यहाँ सधैँ बसिरहन सक्ने, शनिबार मात्र यहाँ बसी नेपालको सुरक्षा गर्ने बताएछन्। यसरी महाकालले वचन दिएकाले प्रत्येक शनिबार महाकालको दर्शन र पूजनमा श्रद्धालुहरूको भिड लाग्ने गरेको मानिन्छ।